मैले चाहिँ ल्यापटप हेरेर पढिरहेको थिएँ। टक्क मैले फेरि बिर्सेछु है। आज भिडियो गराएको त ट्र्याकको भिडियो अन गर्न चाहिँ बिर्सेछु अनि आजको लागि चाहिँ यस्तै भयो। त्यही भएर म चाहिँ यत्तिकै देखाउँछु। आज मेरो यो सब्जेक्टिभ अथवा नोमिनेटिभ केस अनि फेरि अब्जेक्टिभ केस र अनि फेरि पोसेसिभमा फेरि एड्जेक्टिभ केस अथवा प्रोनाउन केस अनि फेरि रिफ्लेक्सिभ केस यो चाहिँ पढेको थिएँ। अनि मेरो फर्स्ट पर्सनमा आई हुई हुन्छ अनि सेकेन्ड पर्सनमा यु, थर्ड पर्सनमा फेरि हि सी इट दे, हि सी इट दे। अब्जेक्टिभमा आईको मी, हुईको अस, युको युज हुने रहेछ, हिको हिम, सीको हर, इटको इट अनि देको देम। अनि फेरि पोसेसिभ चाहिँ हल्का फरक हुने रहेछ। पोसेसिभ एड्जेक्टिभमा चाहिँ के हुने रहेछ भने पछाडि नाउन आउनुपर्ने रहेछ के। जस्तो माई प्लस नाउन के हुने, माई हाउस, माई होम, माई बाइक यस्तै हुन्छ। आवर प्लस नाउन आवर होम यस्तै। योर प्लस नाउन भने योर बुक, योर कार। हिज प्लस नाउन भने हिज पेन, हिज बुक त्यस्तै। अनि हर प्लस नाउन हर कार। अनि फेरि इट्सको पछि चाहिँ आउनु पर्ने रहन्छ इट्स। नाउन आए नै हुन्छ नआए नै हुने हो क्या के चाहिँ म एक्ज्याक्टली थाहा भएन। थाहा हुनेलाई कमेन्ट गर्नु है। अनि देयरको चाहिँ देयर प्लस नाउन भयो। अनि फेरि माई यस्तै हुने रहेछ। अनि सरस्वती यो मैले सर आजलाई आज पढेको म सर रिभिजन गर्छु है त म एकछिन।